बर्थडेलाई रेडी बनेको त किन निकाली कि यसो गर्नु न निकाल्ने होइन त बेबी यसो गर्ने हो खै छोरा पापा भन सर तिमी ताली बजाऊ ह्यापी बर्थडे बाबा ताली बजाऊ तिमी भाइ त बजाउँछ लु ह्यापी बर्थडे बाबा हेलो एभ्रिवान वेलकम छ तपाईँहरूलाई हाम्रो नयाँ भिडियोमा। अनि चाहिँ साथीहरू तपाईँहरू सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम ठिक छौँ। अनि आज चाहिँ मबाट भ्लग स्टार्ट हुँदैछ, सधैँ मबाट त हुन्छ होइन। अनि चाहिँ साथीहरू तपाईँहरूलाई धेरै माया जति पनिले हामीलाई हेर्नुहुन्छ माया गर्नुहुन्छ तपाईँहरूलाई सबैलाई तपाईँहरू हाम्रो तर्फबाट पनि धेरै माया। अनि आज चाहिँ म भ्लग स्टार्ट यसरी गरिरहेको छु क्या, यहाँ टाउकोबाट मैले लुगा हटाएन, बिहानदेखि स्वेटर लगाइरहेको छु किनकि आज चाहिँ 16 गते यति जाडो बढेको छ, बिहानदेखि नै जाडो भएको छ। हेर्नु अहिले बल्ल हल्का छ्याङ्ग भयो क्या, नभए त हुस्यो लागेर घामै लागेको छैन। 12-1 बज्न आँटिसक्यो, यस्तै छ दिने। अनि आज चाहिँ मैले भ्लग ढिलो स्टार्ट गरेँ किनकि आज चाहिँ स्पेसल डे हो नि त। तपाईँहरूले हाम्रो यदि हामीसँग फेसबुकमा फ्रेन्ड हुनुहुन्छ भने ए फुपू छोरी उठ्छ है, यदि हामीसँग फेसबुकमा फ्रेन्डहरू हुनुहुन्छ भने त तपाईँहरूलाई थाहा छँदैछ होइन आज के हो भनेर। आज चाहिँ अर्जुनको बर्थडे हो नि त, अनि त्यही भएर मैले बिहानै भ्लग स्टार्ट गरिनँ किनकि अब बर्थडे नगर्ने भनेर भन्नुभएको थियो क्या। मैले बिहानै नानीलाई ह्याप्पी बर्थडे टु यु भन छोरी बाबालाई, बाबाले भरे केक ल्याउनुहुन्छ भनेको ल्याउँछ केक बच्चा जस्तो भन्दै हुनुहुन्थ्यो। अनि केही पनि नगर्ने भन्नुभएको छ। अनि त्यहाँबाट अनि बाबु म चाहिँ सल्लाह गरेछौँ क्या, बाबुले केकहरू ल्याउनु हुने भनेर। अनि त्यहाँबाट बाबु चाहिँ स्कुल जानुभएको छ नि त, अर्जुन पनि अहिले बाहिर जानुभएको छ, त्यही भएर मैले यति ढिलो भ्लग स्टार्ट गरिरहेको छु, नभए म बिहानदेखि नै बनाउँथेँ। अहिले चाहिँ 12-1 बजिसक्यो होला सायद। अनि सो आज बर्थडे अर्जुनको होइन, अनि ठुलो त छैन, बर्थडे चाहिँ के हुन्छ हेर्नु होला। मैले चाहिँ अहिलेसम्म केही अर्जुनलाई केही दिएको छैन, मैले सायद केही पनि दिएको छैन क्या, बिहे भएको 3-4 वर्ष भयो, मैले मलाई केही दिएको छैन। यसपालि चाहिँ फोटो बनाएर दिउँ कि भनेर सोचिरहेको छु, के हुन्छ त्यो पनि हेर्नु भन्नु त भनेको थिएँ बाबुलाई। सो हेर्नु होला भ्लग अन्तिमसम्म होइन। अहिले चाहिँ म एक्लै छु घरमा, नानी 2टा नानी म अनि यहाँ फुपा आउनुभएको छ। नानीहरूलाई चाहिँ बल्ल सुताएर अनि अलिकति लुगा धुनु पऱ्यो भनेर आएको थिएँ। अनि फेरि कृष्ण उठेछ, त्यसलाई हल्लाएँ, सुतेको छ। अनि दिपिसा र मम्मी चाहिँ घाँस काट्न जानुभएको छ। टिका चाहिँ किन लगाएको भन्नुहुन्छ भने टिका चाहिँ हाम्रो यहाँ पल्लो घर आन्टीहरूले चाहिँ घर 2टा कोठा थियो अनि 3टा कोठा थप्नु हुने भनेर आज शिलान्यास गर्नुभएको, त्यही भएर चाहिँ टिका सिका लगाएर बसेको छु। सो काम कति धेरै छ मेरो चाहिँ। अहिले नानीहरू उठ्यो भने केही गर्न दिँदैन नि त। हाम्रो फुपा आउनुभएको छ यही फुपू भाइ किन भाइ हाई क्या फुपा हाई, यस्तो हाई बाई होइन। सो फुपू चाहिँ कति दिनपछि आउनु भएको, अचेल आउनै छोड्नु भएको छ। पहिला चाहिँ आइरहनु हुन्थ्यो। अनि फुपू राम्रोसँग अब लाठी टेकेर हिँड्नुहुन्छ नि त, अनि उता पछाडि आएर फर्केको तपाईँ। अनि त्यहाँ नानी लड्छ भनेर हामीले यतातिर त रेलिङ लगायो, त्यहाँ चाहिँ यता प्लस्टर गर्ने भनेर रेलिङ लगाएको थिएन नि त। अनि त्यहाँ हामीले प्लाई लगाइदिएछौँ, फुपू हेरी फर्किनु भएछ। किन लगाएको त्यहाँ भन्दै हुनुहुन्थ्यो। यहाँ आएर चटपटी खानु लाग्यो कि, हाम्रो माइल दिदी पनि आउनु भएको, चटपटी खानु मन लाग्यो होइन। आयो यता माइल दिदी पनि हुनुहुन्छ, आज चाहिँ माइल दिदी पनि आउनु भएको छ। स्वस्तिका नानी पनि बोल्दै हुनुहुन्छ, नन्दा बोल्दै चटपटी खाँदै गरेर कमेन्ट गर्नु होइन। म पनि थिएँ यतिखेर त खानालाई चाहिँ होइन, मलाई बोलेको थिएँ भन्नु। म पनि बोल्दै चटपटे खानु भएको थियो उनीहरूले, यो भ्लगमा चाहिँ भन्नु क्या। दिपेसम्म कस्तो छ चटपटे? मिठो हो, मैले नि बनाएको मिठो छ भने। चटपटे दिपेसाले बनाएको चटपटे नै नआउँदो रहेछ, सानो छ नि त त्यही भएर। यो खानु नि यसो चम्चमा माल दिदी त्यसले झन् फेरि मुख भरि हुन्छ होइन। ठिक्क अलि हजुर म त हातले खान्छु है, मैले हात धोराएको हात खानु हातले जाने जेले सस्तो लाग्छ, सजिलो लाग्छ। यसले चटपटे नि न यसले आउँदैन आउनु यता धेरै भयो। म हिमालको बुढी परे अनि चम्चीले खानु हिमाल पहाड चटपटे चाहिँ पहाडै उठाउने उयो चमचा गाइस म भात चाहिँ खान्न भन्नु न।
हिमालको बुढीले भात चाहिँ खानु हुँदैन बुढीको चमा छ आयो हिमाल। अनि चाहिँ साथीहरू आज चाहिँ हाम्रो हेमसरको बर्थडे पनि हो अनि हामीले चाहिँ अलिअलि प्लान गरेको छौँ। अर्जुन चाहिँ मिटिङबाट आएर बाख्रा हेर्न जानुभयो। मेरो छोरीलाई चाहिँ भर्खरै ज्वरो आएर साह्रै भएको 7:30 त्यस्तो पनि आउने होइन, तर ज्वरो चाहिँ आएको छ। दबाईहरू ल्याइदिनु भयो खाँदै होइन। अब एकछिनमा अलि उत्रिन्छ कि। दिप्सा म्याम कतिको एक्साइटेड हुनुहुन्छ? एक्साइटेडै छु नि भरेको लागि। हाम्रो घरमा त बर्थडे बोली आयो भान्जीले साथीहरू यहाँ मेरो सानो मायालाई देख्न सक्नुहुन्छ। सानो आई कता हो सानो? यता हेर नि छोरी यता हेर त। ह्यापी बर्थडे टु यु ल जाँदा हेर्नु ल बुत्तु के हुन्छ छोरी। फेरि यता हेर त ल ह्यापी बर्थडे टु यु। लाजले बाबा छोरी बाबा पापा बाबा मेरो छोरी चाहिँ बाबा भन्छ। बाबा मम्मा पापा बाबा चाहिँ मजाले भन्ने, मम्मा चाहिँ भन्दिनन्। अनि बाबा भन्दिनन्। अनि सो म चाहिँ नानी बोकेर हिँडिरहेको छु किनकि मेरो छोरीलाई चाहिँ ज्वरो आएको छ नि त, त्यही भएर। अनि देख्न सक्नुहुन्छ म चाहिँ यहाँ दाम्लो निकाल्न आएको छु गाई गोरुको थलामा लगेर राख्नको लागि। यो चाहिँ बिहान सार्छौँ हामी यता, अनि फेरि बेलुका उता थलामा लगेर राख्छौँ। बिहान चाहिँ गाई गोरु यता सार्छौँ, फेरि बेलुका थलामै लगेर बाँध्नुपर्छ नि त, त्यही भएर। यस्तै छ साथीहरू गाउँघरको जिन्दगी। गाई गोरु हेरेर गोबर सोरेर घाँस काटेर दिन बित्छ हो क्या। अयो यसमै रमाइलो छ होइन। यस्तै हो जिन्दगी, कहिले सुख कहिले दुःख। हैया मम्मी। अनि मेरो छोरी छिन् सानी मेरी माया मामुको पुकु। अलि बदमास छिन् मेरो छोरी चाहिँ, धेरै छुच्ची। छोरी मान्छे त्यस्तै हुन्छन्, सानोमा छुच्चा नै हुन्छन् होइन। तर भनौँ म जसलाई पनि भेट्छु छोरी मान्छे कति ज्ञानी हुन्थ्यो, कति छुच्ची बच्चा भन्नुहुन्छ, तर मेरो छोरी त छुच्ची नै छिन्। अनि नानी बोकेरै अहिले चाहिँ मम्मी पनि गाई गोरु हेर्नु जानुभएको छ नि त। अनि दिपिसा पनि कृष्ण लिएर बसेका छिन् किनकि त्यो पनि बदमासै छ। जुधिहाल्छन् दुईजना सँगै भएपछि। अनि अहिले माना पनि छैन, मेरो छोरी बिमारी भएर होला ज्वरो आएर माना छैन, त्यही भएर मैले बोकी नै काम गरिरहेको छु। अब चाहिँ ल कृष्ण ठुलो बाबाले ह्यापी बर्थडे भन लु छोरी। ह्यापी बर्थडे बाबा ह्यापी बर्थडे टु यु। यो बजाऊ छोरा तिमी यो बजाऊ। ल्याऊ यसो गरेर ल्याऊ यसो गरेर लु। ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे बाबा। छोरा पापा भन। छोरा तिमी ताली बजाऊ। ह्यापी बर्थडे बाबा। ताली बजाऊ तिमी, भाइ त बजाउँछ लु। ह्यापी बर्थडे बाबा। सानो छोरी यता हेर त मामुलाई। सानो नमस्ते गुड गर्ल। माया गरिदेऊ, यसो गरिदेऊ नगर्ने। तपाईँलाई जन्मदिनको धेरै शुभकामना हेम सर। ह्यापी बर्थडे टु यु। ल याद पाइन्छ होला नि, जन्म छोरी लगाइसकेपछि लाज हुन्छ। छोराछोरीको जन्मदिन मनाउनु बेलामा तर तपाईँले केक चाहिँ खुवाउनु भएन क्या। केक खुवाउनु बाबा चाहिँ हुन्थ्यो। अब मैले कतिको देख्छु क्या, कति ठाउँमा जानुहुन्छ बुढालाई सरप्राइज दिनुहुन्छ, बुढीलाई सरप्राइज। अब हामीले त के गर्नु साथीहरू, त्यस्तो माउला भोलिपछि बुढा विदेश गएपछि टन्न पैसा कमाउनु भएपछि हामी पनि जाने। पैसाको बुकी बनाएर हो क्या अहिले त्यो ट्रेन्ड। ल हजुर पैसाको बुकी बनाएर म पनि तपाईँलाई कुनै दिन सरप्राइज दिन्छु। आई लभ यु बुढा भन्दै।
के भन्छ नर्मल कुरा हो त्यो हेर्नु त हाम्रो घरमा यस्तो हुन्छ है मतलब मैले भिडियोमा हेरेर भने नि तपाईँलाई भने नि त्यस्तो भन्छु भनेको त भनेको होइन नि त बुवा अरे बाब्रे लाजले भुतुकै हेर न छोरीले ह्याप्पी बर्थडे बाबा 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 हाम्रो चाहिँ दिनहरू यसरी नै बित्छ दुईटा नानी हेरेर छोरो एउटा छोरी पाइला डिस्को जाइला सँग रक्सी खाइला सिरमे सिरबन्दी ल कृष्ण हेर्नु हामी माया के ऊपर छड्के गलबन्दी ल यतिकै दिन बित्छ क्या बिहानदेखि बेलुकासम्म यतिकै बित्छ हाम्रो चाहिँ किसने भी किनका अनि बाबु त कतिखेर आउनुहुन्छ बास्लिन त अनि आज हामी चाहिँ हेमसाले आफ्नो बर्थडेको बेलामा म नयाँ चिज बनाएर खुवाउँछु भन्नुभयो सबैजनालाई मैले चामल पनि भिजाइसकेँ त्यो नयाँ कुरा हो केटाकेटी जस्तो दुईटा तिग्रा बजाउँदै पो छ त हौ कति नै सक्नुहुन्छ म चाहिँ रेडी भइसकेँ मैले चाहिँ केही पनि गरिनँ अलिअलि कपालहरू कोरेँ अनि त्यहाँबाट सिन्दुर लगाएँ टिका लगाएँ भयो होइन म रेडी भएँ किनकि अर्जुनलाई सरप्राइज दिन आँटेको छौँ नि हामीले केही पनि थाहा छैन अर्जुन चाहिँ आज बिरयानी पकाउने भनेर उता बिरयानी पकाउनु लाग्नु भएको छ अनि मैले चाहिँ अलिअलि सघाएँ उहाँलाई अनि यहाँ आएर मैले सबैभन्दा ठुलो कुरा हेर्नु आमै मेरो प्रिन्सेसलाई रेडी बनेको त किन यो निकाली कि यसो गर्नु न निकाल्ने होइन त बेबी यसो गर्ने हो खै अटले कि हत्ता हत्ता निकालिहाल्छ क्या नानी चाहिँ सुत्न आँटिसक्यो त्यही भएर छिटो छिटो गरौँ भनेको मलाई चाहिँ अर्जुन आउनुहुन्छ कि भनेर डर छ म नानी सुताउँछु भनेर भित्र आएको नि त सो म दिपिसालाई बोलाएर आएको थिएँ अब यसलाई लिएर गयो भने त्यसको बाबाले देख्नुहुन्छ भनेर अबि मम्मी बाबा आउनुभयो हिँड न उता खुवाइ दिपिसा उता लिएर हिँड्नु त ल बाबु हिँड्नु न ल दादा उता जाँदा ल हेर नाच्दै ठिक छ अब लो 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 दादाको बर्थडे केक खानु पाइयो दादा आउनुहुन्छ ल आउनु यो लिएर केक लिएर आउनु न भन्नुहुन्छ दादालाई थाहा भइसक्यो म भन्छु छैन भनेर ह्याप्पी बर्थडे टु यु मारे दादा भन्नु के सो यो चाहिँ अर्जुनको केक भनेर यस्तो अनुहार डोक्रिनु कहिले होला है हाम्रो चाहिँ सबैजना यहाँ बस्छौँ होइन राम राम नानीलाई के भयो भनेर भन्छौँ अब नानी लडी भन्छ होइन दादा आउनुहुन्छ अनि ह्याप्पी बर्थडे भन्नुपर्छ ल जानु रेडी गर्नु बोलाउनु मम्मीहरूलाई हाम्रो चाहिँ मलाई चाहिँ लाग्छ अर्जुनलाई थाहा छैन भनेर बाबु थाहा छ भन्नुहुन्छ लिपस्टिक त लाउनुपर्छ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे किन ल्याएको नल्याउनु भनेको ह्याप्पी बर्थडे आउँछु मैं खेलते सब पाइप दी तो मैं रेडी भएको बिरयानी बनाउनु लाएर यहाँ यिनीहरूको के यत्रो बेर रेडी भएको ह्याप्पी बर्थडे भनेर सरप्राइज भित्र आउनुहुन्छ भनेर धन्यवाद थ्याङ्क यू भित्र आउनुहुन्छ भनेर कति होइन मेरो छोरी चाहिँ राम्री भएर पछि छोरो पनि आज बेटा आज मेरो बेटा ल यो हेडपिन पो लगाएछ दिपिसा खै यसको हेडपिन कहाँ फ्याल्दै यहाँ खै हेडपिन लाउनु छ हेर्नु बाबालाई राम्री भएर बसी छ त मम्मीले टिका बनाइसक्नु बा के कसले हिमालय लिएर आएको
कतिखेर आउनुहुन्छ भनेर बसेको यहाँ झन् के हो बर्थडे बोय त भित्रै आउनु हुँदैन म त वहाँ बिरयानी बनाइराख नि ओ नानी दिनु छ खै मम्मी बाबु लु ह्याप्पी बर्थडे लु आउनु ह्याप्पी बर्थडे गरौँ केटाकेटीलाई जस्तो मम्मी सरप्राइज दिने भनेर अहिले दिनु हामी रेडी भएको नगर न ल अहिले यो के काट्ने बेलामा यहाँ ल्याउ न यहाँ म यसरी यहाँ आउनु यहाँ बस्नु न सबैजना उता बस्नु क्या म यसरी बस्छु क्या कसरी अनि हामी चाहिँ बस्नु लुगा पनि बर्थडे गिफ्ट यो चाहिँ बाबुको तर्फबाट तपाईँलाई लुगा पनि कुन कलर हो र बबाल कलर चाहिँ तर व्हाइट भएछ मैले देखिन व्हाइट होइन ब्लू कलर हो राम्रो छ बाबुले हिमालको गिफ्ट हो केक पनि बाबुकै गिफ्ट हो ल ए मान्छे नआउँछ केक पनि यो त फोर हुन्छ त एकछिन त हो नि केक पनि भाइकै गिफ्ट नै हो मनाउनु त मलाई मन थिएन खासै अब छोराछोरी भइसकेको मान्छे ल राम्रो देख्यो टोपी चाहिँ खोल्नु के छोड्यो आऊ सानो तिमी सुतेको होइन लु अलि पछाडि जानु नाम यही आउनु हामी उता बस्छौँ होइन ठिक छ म यतै बस्छु यसको होइन तँले राम्रो देख्दैन ल ठिक छ ए कुशलको भन्ने गरिदिनु साल ल लु बाबाले ह्यापी कुशललाई बर्थडे पनि तल भन्ने राखिदिनु बाबु ए माथि तल राखिदिनु कुशल यहाँले बनाउनु नि आज बेटा अब त ह्यापी बर्थडे त यहाँ पो भयो त लु 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 ह्यापी बर्थडे टु यु यता आउनु दिनु ल यो बाल्ने खोइ ले यहाँ ल्याउ ल्याउ यहाँ झुझुर बाल्ने लु बुवा लाइटर तपाईँसँगै छ यो फेरि छुर्छुर बाल्न नानी जहिले बुवासँगै हुन्छ र स्प्रे लाइटर भन्नु हुँदैन अहिले तपाईँलाई अहिले बाल न तिमी नै बाल ल तपाईँ बाल्नु न अब त्यो उहाँबाट यहाँ ल्याइपुग्दा त के भइहाल्छ ल ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे मम्मीको सबै भयो Happy birthday to you. Happy birthday. चिसो लाग्यो बेला मम्मी यहाँ हाल्नु त यहाँ ले दबाईको बुढाको बर्थडे हैन मम्मीलाई गसस भन्यो ओ बाउ बाबाले त हुन् छोरो यिनीहरूलाई त हुँदैन नानीहरूलाई हुँदैन यसलाई चाहिँ लगाइदिनु पर्छ है टी सर्ट नानीहरूलाई पुस्छ अनुहारमा पुस्छ सुकिहाल्छ नि केमिकल हुँदैन के टी सर्ट आफ्नो हो लाइदिनु केकमा पनि पर्छ Happy birthday to you. Happy birthday. ताली बजाऊ ताली बजाऊ ताली लवाइन ल happy भुइँमा राख्दैन भुइँमा ओ के काट Happy birthday. Happy birthday to you. Happy birthday. मिठो अब फेरि यता फर्की त अब चस्मा माथि के र त्यो माथि अलि मिलाएर लगाइदिउँ ल भयो त मिठो भयो बेटा चाट्दै खानु राम्रो सबै कानेसम्म गुजु गुजु गर्न थाल्यो अब त्यो परेर हट्दै जान्छ बिस्तारै दाँत ट्याप परेछ मलाई यो मलाई खान्दिने हो कि मैले खान्दिने हो स्वाटै बुवा खानु दिनु टिका लगाइदिनु उहाँ बिरयानी उसले खायो कि बिरयानी ढोका छुनेको ठिकै मुख्नु भयो क्या तपाईँ भित्र तपाईँको मात्रै इन्तजार थियो क्या
केक देखेर केकसँग बोलेको छोरो के खान्छौ कहाँ त्यत्रो कहाँ त्यत्रो ल अब मम्मी तपाईँ एकपाल आफ्नो बारेमा त रमाइलो हुन्छ तर के खानलाई के खानलाई सुरुमै खानिदिनु हुन्छ ल है खाँदिनँ नि मेरो छोरा हुँदैन गुलियो धेरै खानलाई खोकी लागिरहेको क्या भयो ह्याप्पी बर्थडे भन्नु बाबालाई नलाइदिनु न चिसम्म के चिज होइन लगाइदिनु मम्मी लगाइदिनु आफ्नो भएको थियो लगाइदिनु पैसा दिनुपर्छ मम्मी टिका लगाएको क्या भने कृष्णलाई पनि नयाँ नाना लगाइदिएको किट्ने पर्दैन क्या टिका टिका यो खाँदिनँ भयो भने किन पैसा दिनु पर्यो खै यो काट्ने छैन उहाँ छ त काटिरहेको छ कसरी हेरेको राम देखेन ए पर्दैन दिनु के खाँदैन न चम्चीहरू भए पो ए यो फुल चाहिँ बाबुले थुप्रो ल्याउनु भयो सबैलाई पर्छ भनेर होला कम होइन त्यहीँ त्यस्तो बन्द गर नखानु ऊ बाबुलाई खानु नखाँदेको भए हुन्थ्यो खोकेको बेलामा भयो अब ल भयो त अब खाँदै तिमी लु भयो बढ खाँदैन लिनु मम्मी नातिनी ल पैसा ल पर्दैन हौ ऊ नातिनीलाई दिनु लु अनि नातिलाई चाहिँ नातिले त दिने हो नातिले त दिने हो त आमालाई भोलि बिहा नानी भोलि भाइलाई नानीसँगै खाँदैन भइहाल्छ बराबरी खा भोलि चिजबाट खानेलाई या पैसाले दुईजनालाई म त के टिका लगाइदिनु र मम्मी पर्दैन टिका लाउनु के खानु के खाँदै भइगयो ल म पनि ल ल के खाँदै टिका लाइँदा नि हुन्छ हौ ल अब हात चाट त चाहिँ त पनि हात चाट पर्दैन टिका लगाइदिनु क्या बुढा अबि टिका अबि 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 को हो यो के खाने हुँदैन तिङ्दालेना अब यो हेर ल ल ल ल हेर खान्छे अनि दिदीलाई देखाइदैन त्यो सबै जुठो भएको छ है उयो गर्नु अलिकति किन काट ह्याप्पी बर्थडे टु यु बुढो तपाईँलाई अनि हामी केलन केलन गरेको नि त्यही भएर ल ह्याप्पी बर्थडे टु यु ए फोटो पो बनाएर हेर्नु हेरिहाल्नु न खै हेर्नु न लु स्याट्ट गर्नु भिडियोमा देखिने गरी ल कहिले बनाएको यो चाहिँ फेरि कसले हिमालयले बनाएको मधुरो छाप्दैछ नि यो चाहिँ दिविसाको गिफ्ट हो यो चाहिँ दिविसाले किन अब दिविसाले जेठाजुलाई दिदिनँ नि त्यही भएर मैले नि दिएँ सरप्राइज भए पनि अब आफ्नै घरको आफ्नै पैसा खर्च भए हेरिहालौँ न कस्तो बनाएर बर्थडेवाला फोटो बर्थडेवाला बर्थडेवाला तपाईँको सबैभन्दा ठुलो गिफ्ट नै यही हो बर्थडेमा त मेरो फोटो त छैन त ल ठिक छ राम्रो छोराको त्यहाँ यहाँ चाहिँ आमा हुनुहुन्छ अनि दुईटा नाति नातिना अनि यहाँ नातिनी अनि यहाँ नाति यहाँ छ त यहाँ चाहिँ अनि यो बर्थडेवाला मान्छे त हो नि यो बर्थडेवाला मान्छेको सबै आफ्नै हो ल भयो ल धन्यवाद थ्याङ्क यू सो मच सबैजनालाई तर यो नगरेको भए पनि हुन्थ्यो भनेर मैले चाहिँ खास मैले रहर गरेको थिइनँ सो अब छोराछोरीको बर्थडे मनाउने बेला पनि के भनेको अब चैतमा छोरोको बर्थडे मनाउने बेला पनि फेरि यसले त पोल छ क्या कस्तो पोल हो त बोल्नु त बोल्दैन हुन्छ ल अहिले हरायो केक बाँड्नु न सो साथीहरू यति भयो केक सक्यो अरे बर्थडे पनि सक्यो ह्याप्पी बर्थडे तपाईँलाई फेरि वान्स अगेन धन्यवाद मम्मी छोरालाई के भन्न चाहनुहुन्छ त बर्थडेमा धेरै नरिसाउनु भन्न चाहन्छु भन्नु कामै पाउनुहुन्न क्या नगर्नु न लौ न खाऊ न किन